नमस्कार, मेरो युट्युब च्यानल आइडिया जेपीमा यहाँलाई स्वागत छ। आज म बिहे कार्डको लागि मेटर बनाउन के आवश्यक हुन्छ त्यो म देखाउन गइरहेको छु। साथीहरू, यदि मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु। र सबभन्दा सुरुमा कार्डको मेटर बनाउँदा सबभन्दा सुरुमा कार्डको मोडल नम्बर लेख्नुपर्ने हुन्छ, कार्डको सङ्ख्या लेख्नुपर्ने हुन्छ, खामको सङ्ख्या लेख्नुपर्ने हुन्छ, पोस्टर छपाई कति हुन्छ त्यो लेख्नुपर्ने हुन्छ, जम्मा कार्डको रकम कति भयो त्यो रकम लेख्नुपर्ने हुन्छ र पोस्टरको जम्मा रकम कति भएछ त्यो पनि लेख्नुपर्ने हुन्छ र कुल जम्मा रकम कति छ त्यो लेखेर पेस्की कति लिँदै हुनुहुन्छ अथवा दिँदै हुनुहुन्छ त्यो लेख्नुपर्ने हुन्छ र बाँकी रहेको रकम पनि लेख्नुपर्ने हुन्छ। यदि साथीहरू मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर बेल आइकनलाई थिचेर अलमा क्लिक गरिदिनु ताकि म कुनै पनि भिडियो अपलोड गर्ने बित्तिकै नोटिफिकेसन यहाँहरू समक्ष सबभन्दा पहिला पुगोस्। र अर्डर लिएको मिति पनि लेख्नुपर्ने हुन्छ र त्यो कार्ड कहिले लग्नुहुन्छ त्यो मिति पनि लेखिराख्नुपर्छ। त्यसपछि अब कतिखेर त्यो आएर दिनको कति बजे त्यो टाइम पनि लेखेर राख्नुपर्ने हुन्छ। र अगाडि हेर्नु, वैवाहिक कार्यक्रम सबभन्दा सुरुमा कार्डको मेटर बनाउँदा पूजा एवं मटकोर कुन मितिमा छ त्यो मिति नेपाली र तारिक दुईटैमा लेख्नुपर्ने हुन्छ। विवाह कहिले छ त्यो मिति लेख्नुपर्ने हुन्छ। प्रीति भोज कहिले कार्ड बाँड्ने मान्छेलाई भोज खुवाउँदै हुनुहुन्छ त्यो भोजको मिति लेख्नुपर्ने हुन्छ र समय पनि लेख्नुपर्ने हुन्छ र स्थान लेख्नुपर्ने हुन्छ। अगाडि हेर्नु, यहाँ पक्ष अनिवार्य टिक लाउनु होला। लड्का पक्ष अथवा लड्की पक्ष अथवा बेहुला पक्ष अथवा बेहुली पक्ष कसको कार्ड छाप्दै हुनुहुन्छ त्यसको पक्ष लेखेर टिक लगाइदिनु पर्ने हुन्छ। त्यसपछि केटा भएपछि आयुष्मान अथवा चिरञ्जीवी लेखेर हामी सम्बोधन गर्छौँ। जस्तै कि चिरञ्जीवी म यहाँ लेखेको छु अथवा आयुष्मान सुरेश कुमार राउत, उहाँको केटाको बुवाको नाम बिक्रु राउत र ठेगाना जस्तै कि म यहाँ लेखेको छु हस्पुर नगरपालिका वार्ड नम्बर 2 टोल बक्चौरा। टोल अब अनिवार्य लेख्नुपर्ने हुन्छ, जिल्ला धनुषा। र म बेहुला पक्षको कार्ड छाप्दैछु भने तल अब बेहुलीको नाम जस्तै कि केटीको नाम कुमारी शिल्पा कुमारीबाट सुरु गर्नु होला र बेहुलीको बुवाको नाम सुनिल कुमार राउत म यहाँ लेखेको छु। ठेगाना जस्तै म यहाँ लेखेको छु बल्बा नगरपालिका वार्ड नम्बर 6 सर्पल्लो महोत्तरी, जिल्ला पनि लेख्नुपर्ने हुन्छ। र तलमा दर्शन अभिलाषीमा जस्तै कि अब केटा पक्षको जति साना साना दाइ भाइ चाचा जो हुन्छ उहाँहरूको नाम लेखेर तल चाहिँ समस्त, जस्तै म यहाँ राउत परिवार लेखेको छु, यहाँहरूको कुन थरको छ त्यो थर लेख्नुपर्ने हुन्छ। र तल प्रार्थीमा अब अभिभावकमा कसको नाम लेख्दै हुनुहुन्छ उहाँको नाम लेखेर मोबाइल नम्बर यहाँ लेख्नुपर्ने हुन्छ। र खाममा प्रेषकमा जसको बेहुलाको बुवाको नाम लेख्नुपर्ने हुन्छ अथवा कुनै फर्म छ भने त्यो फर्मको नाम लेख्नु होला र ठेगाना लेखेर तल मोबाइल नम्बर लेख्नुपर्ने हुन्छ र साइडमा यहाँ मिति पनि लेख्नुपर्ने हुन्छ। यति लेखिसकेपछि यो मेटर तयार हुन्छ। यदि मन पर्यो भने एक लाइक अवश्य गरिदिनु होला। धन्यवाद, नमस्कार।